नमस्ते सबैजनालाई। चैत्र 15 गते जुन राजावादीको आन्दोलन भएको थियो र आन्दोलनका दिन ड्युटी सकेर कोठातर्फ जाँदै गर्दा गोली लागेर घाइते भएकी रेबिका खत्री आजसम्म अस्पतालको बेडमा छटपटाइरहेकी छिन्। 7 पटकसम्म शल्यक्रिया भए पनि खुट्टा खासै सुधार देखिएको छैन। रेबिकाका बुवा भन्छन्, छोरीको खुट्टा मात्रै जोगाउन पाए म खुसी हुन्थे, मलाई अरू केही चाहिँदैन भनेर भन्नुहुन्छ साथीहरू। र रेबिकाका बुवाले सरकारसँग माग गरेका छन् कि मेरी छोरीलाई जुनसुकै ठाउँमा लिएर पनि यदि खुट्टा निको बनाइदिन म अपिल गर्न चाहन्छु भनेर उहाँको बुबाले चाहिँ यसरी सरकारसँग माग गरेको छ। आज आन्दोलन राजावादीको अनि एक गरिबकी छोरी एउटा बहिनी आफ्नो काम सकेर कोठातर्फ जाँदै गर्दा बीच बाटोमा गोली लागेर यसरी ढल्छिन् र उहाँ अहिलेसम्म हस्पिटलको बेडमा छिन् र उहाँको घर परिवारमा कति चिन्ता होला। जल्दै गरेको र सपनाहरू बुनेको र आफ्नो भविष्य कोर्न भनेर दिन रात सपनाहरू बुन्दै गरेकी एक बुबाकी छोरी आज हस्पिटलको बेडमा हुँदा ती बुबा आमालाई होला दर्द के हो भन्ने कुरा। साथीहरू है, सरकारले उहाँको उपचारका लागि सहयोग गरिदिनु होला र साथै बहिनीलाई स्वास्थ्य लाभको कामना गर्दछौँ।